है मेरो 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 स्पेसल मेरो बिहे भनेर है सरप्राइज फेरि ल है त जुली राख ल ह्यापी बर्थडे मजा मजा होला म कता भन्नु फोन चाहिँ नाको मैले त्यो ल्याउँछु नि पहिला यो चाहिँ दिदीको यो है सुन दिदी हो नि त अब वो नु भाकाइ पर्छ चिज नलागो अनि पहिला नदिने सेतो पनि सेतो लाउरेको बाउले बाउको बर्थडे मनाएको यस्तो कपडामा दिँदै सेतो डाङ्ने फोटो यो लाइटले किरमिर 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 आयो यो चाहिँ मेरो है त्यो एउटा प्लास्टिक बाउको ह्याप्पी बर्थडे त मनाएछ तर कपडा चाहिँ किनिदिएन अगाडि छ त दुईटा कपडा लाएर जन्मेको कपडा लाएर जन्मेको भए पो कपडा चाहिन्छ यसको उसमा छैन काले यसको बच्चा उ छैन खै चक्कु खै जुर्केनाले खै त युवाके पस्तीले छ हरेक चिज टाङ्गिदिएले छ माडाली चस्मा यही पानी मायाहरूले हाका जस्तो बुढेसकालमा मर्ने बेला चाहिँ बर्थडे मनाए है हाल नि त्यही हो त्यसरी ल एउटा त सकिसकेन काटेर कलरहरू पहिला बजेको क्या अलि अलि भित्रतिर पुऱ्याउनु अहिले अहिलेसम्म के काटेको भए थाहा हुन्छ लाइट लास्ट फोटो नि हानै बाबु त्यही मात्रै हान्नु भिडियोबाट साइडबाट पहिला बर्थडे है भाइ होसेर कहानी दाजुके गरिदिएको अरे वार्नी छ कानु मैले फोनहरूको मैले बर्थडे मनाइदिने है खाना क्या अब भाउजूलाई पा अब त फोटोहरू गरेँ सक्दैन अरे आयो गर्नुहोस् त हजुर हिरामा नि होस् त्यो निजाको एकमा छ हिरोमा हिजो नि एकमा छ ल अब सक्यो ल ऊ काका यो अलिअलि हातहरू पनि हुन्न पाउँदैन भाउजूको जुठा खेलाउनु भयो भएन भयो त्यहीँ बस क्या अन्ठाउनु वर्षमा मर्छ के भनेको त अब आइपऱ्यो के भेट त बढ्नुपर्छ कि गरौँला नि त डर दिन लाग्यो त्यही डरले त्यही खुवाइदियो खानु खाइसक्यो भन्न भयो क्या आगरको अलि ह्याप्पी बर्थडे है ह्याप्पी बर्थडे मेरो है टु यु त मैले भन्दैन यसलाई खाना यो सबै खाने पहिले थाहा अहिले खाएन भने चाहिँ यहाँ सबै यो उसहरू हुन्छ क्या यो बर्थडेको केकहरू धेरै खानु हुँदैन क्या होइन सबै उसहरू हुन्छ भाउजू
रानी कान्छा आइज ल सुन्देलाई ल उताबाट साइडबाट काटेर दिनु कहाँबाट उता कविला घाटतिरबाट को पछि के अलि पछि काटेर अहिले होइन के सुम्पे त ठुलो मान्छे लास्टमा होला नि ल आफै आएर खाने ल पहिला अटा नि हुन्छ होला कि यहाँ खालि जस्तै त्यही भएर पहिला आएर खानु पठाएको मैले बर्थडेको केकहरू भनेको यो खास खाने होइन कि यो खानको लागि छुट्टै केक हुन्छ यो उडाउँदाखेरि युज गर्ने केक त खाने चिज होइन सुमिले यहाँ उडायो क्या यतातिर उडाउनु पर्ने माथि आउँदैन अरे ओ छाना छानु ल टिका बुझा नि दहीको काख्ने सासुकेर काख्ने होइन नि त्यो थाहा हुनु पऱ्यो नि त म जेठा नि दिउँ ल आमा दिउँ ल काका ल काकालाई चाहिँ यताबाटै दिनुपर्छ यही हुन्छ त्यो फुलमाया त उठेर यही खा त्यहाँ फुलमाया छ त्यो फुलमा खा केही नै हुन त्यो खाने चिज होइन र खाने चिजै हो तर सबभन्दा सानो अलि धेरै खाने दाई हो दाईले नखा बरु भाइले खुवाउने अहिले तेरो हातबाटै म खान्छु अलिकति अनि मेरो बर्थडे भनेपछि तँलाई खिलाउनु परेन मैले हामीलाई आशीर्वाद पाइराखोस् त्यो खान खाने क्या ल भाइ नजर क्या अहिले मुख धुने झ्याउ अब त जेसुकै गर्ने हो अब त कहाँ बाबालाई हेर त भयो क्या यो खान डल्ले गोरुको काट्ने हो कि गोरुको मार्ने के माथि मार्ने डल्ले गोरुको काट्ने हो कि सिन्दाबी गोरुको काट्ने हो दुर बाबा के दिदीको ग्रुपमा गर न ल सुमित खुवाइदेऊ ल सुमित ल छिटो हात पाते यार हो थाहा पनि नभएको कुरा आज ह्याप्पी बर्थडे आएर सिन्द्राको कि डल्लेको भन्नु बाबे बाबु जाऊ न जाऊ भने आउनु पर्यो नि टिका लगाइदेऊ नि त टिका चाहिँ लगाइदिन्छु मलाई नदिने है ल आफै निकाल नि त अलिक त्यो यति उ गर्दैन हजुरलाई आफैले काट्दैन आफैले काट्दैन त्यहाँ मुखमा त अलिकति गर्नु पर्यो अब उल्टो पड्काइदिएको यो जुसहरू यो केक ओके यो मामाले लास्टै गलत गर्यो मेरो मुखतिर पर्का थियो त अनि अहिले मुख धुनु पो झ्याउने भयो मलाई ल यो मैले खाइदिएँ भाइ कान्छा बाबु ठुलो मान्छे आइज यता छेउबाट काटेर खाइज ल छेउमा त त्यही चक्कु जुठो भए आफै काट आफै काट झ्याबालाई चप्पल काट्नु पर्दैन के मैले हात धोएको के यता यता जुट यताबाट जुट खा ल। यो चक्कु त जुठा भएको छैन पनि खा झ्याबालाई जति खाने हो त आफै खा ल यता साइड ल्याएर फेरि कति ठुलो काटेको अलिक सानो काट्न पुग्दैन के हेर्न कति ठुलो काटेको अलि हो मलाई खुवाउनु पर्दैन भयो सानो भयो कि अलिक ठुलो काटाउनु न सानो भयो भने मलाई खिलाएपछि तेरो हात जुठो भइहाल्छ यसलाई छुट्टै छुट्टै खान लगाउनु सानो सानो खुवाउनु यो बर्थडेको केकहरू होइन है खास खाने त ल ल झ्याबालाई खुवाएर खुट्टामा पनि ढोकेर हुन्छ ए खुवाउनु पर्दैन मलाई बाबालाई खुवा फेरि चाहिँ हात धुनुपर्छ किन हुन्न हो त्यो चाहिँ यता लगाइदियो दुर बाबा दिदीले त बाछ ल हात धो हात धो ल यो ए ल ओहो यसले जाने रहेछ ल गुड हामीले त ढोकेन अरू यहाँ छ पानी ल हात ढोको मैले ल हात ढोको भन्छ ल त्यसको लागि बाबु सरप्राइज मात्रै अङ्कल भान्जो भाइ
भन्न त ल हाम्रो भाइ कान्छा भाइ थ्याङ्क यू